जेन्जी भाइ बहिनीहरू सबैको मागहरू पूरा गरिएन भने कार्तिक 16 गतेदेखि अर्को विद्रोह गर्ने घोषणा पनि म यहीबाट गर्न चाहन्छु। कार्तिक 16 गतिको विद्रोहमा यदि वार्ता गरेर प्रधानमन्त्री र गृहमन्त्री फेर्ने पनि हुन सक्छ, नभए तपाईहरु पनि लखेटिन सक्नुहुन्छ, यहीबाट घोषणा पनि गर्न चाहन्छु। आज हजुरहरूलाई हामीले एउटा अल्टिमेसन दिन आएका छौं। यदि कार्तिक 14 गतेसम्म हजुरहरूले जेन्जीका माग पूरा गर्न सक्नु भएन, प्रत्यक्ष यो जुन हत्याराहरूलाई कारबाही गर्न सक्नु भएन, 40 साल यताका सबै नेता कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न सक्नु भएन र जुन प्रदेश सभा अन्तरिम संविधान लेख्न सक्नु भएन, सकिन्छ भनेर हाम्रा वरिष्ठ अधिवक्ताज्यू, हाम्रो एसके सरदेखि लिएर दिनेश सरदेखि लिएर सबैजनाले भनिसक्नु भएको छ। यदि संविधान पुनर्लेखन गर्न सक्नु भएन, संविधान संशोधन गर्न सक्नुहुन्न, जेन्जीका माग पूरा गर्न सक्नुहुन्न र त्यो कुर्सीमा बसेर हजुरलाई मैले जस्ट 84 को चुनाव 82 मा गर्ने हो, जसो तसो 6 महिना यो देशलाई जाने हो भन्ने सोच्नु भएको छ भने आजै जानुस्, हामीलाई चाहिँदैन तपाई।